साथी बनाउन कसलाई पो राम्रो लाग्दैन होला। सबैले चाहन्छन् कि हाम्रो साथी हामीदेखि खुसी होस् अनि हाम्रो नयाँ साथीहरू पनि रहन्। तर कहिलेकाहीँ यस्तो पनि हुन्छ कि हामीले सेकेन्ड पर्सनको साइकोलोजिकल थिङ्किङलाई बुझ्न सक्दैनौँ अनि हामी उनीहरूदेखि टाढा भइहाल्छौँ। हामीले यो चाहन्छौँ कि हामीसँग जो पनि मिलोस् त्यो हामीप्रति आकर्षित होस् अनि हामीसँग फ्रेन्डसिप बढाओस्। तर यस्तो कहिले पनि हुँदैन, किनकि यसको लागि हामीले सामनेवालाको बिहेभियर बुझ्नुपर्छ। साथीहरू, आज म यो सब समस्यादेखि कसरी बच्ने, यो समस्यादेखि कसरी टाढा हुने रिलेटेड भिडियो लिएर आएको छु, जसको टाइटल रहेको छ टप 10 मोस्ट अमेजिङ साइकोलोजिकल फ्याक्ट अफ ह्युमन बिहेभियर, जसको सहायताले तपाईँले उसको बिहेभियरबाट उसको थिङ्किङलाई बुझेर रिलेसनसिपलाई अगाडि बढाउन सक्नुहुन्छ। फ्याक्ट नम्बर 10। के तपाईँलाई कहिले यस्तो महसुस भएको छ कि तपाईँलाई उसले पहिलेदेखि नै घुरिरहेको छ, तर तपाईँलाई असलमा थाहा छैन कि उसले तपाईँलाई घुरिरहेको छ कि नै? साइकोलोजीको अनुसार यदि तपाईँले त्यति बेला आफ्नो वाच अथवा आफ्नो मोबाइलमा टाइम हेर्नुभयो भने उसले पनि टाइम हेर्यो भने सोच्नुहोस् कि केही न केही गडबड त अवश्य छ। यानि कि उसले साँच्चै तपाईँलाई नै घुरिरहेको थियो, किनकि यो एउटा कन्टेजियस हो, यानि कोरोना भाइरस जस्तै तपाईँले टाइम हेर्दा उसको दिमागमा पनि टाइम हेर्ने सोच आउँछ। फ्याक्ट नम्बर 9। के तपाईँलाई थाहा छ तपाईँको कपडाले तपाईँको मुड चेन्ज गरिदिन सक्छ? हो साथीहरू, साइकोलोजीको अनुसार हाम्रो मुड हामीले लगाएको कपडामाथि पनि डिपेन्ड गर्दछ। याद गर्नुहोस्, जब हामी कतै विवाह अथवा पार्टीमा आफ्नो फेभरेट कपडा लगाएर जान्छौँ, हामीले कति धेरै खुसी महसुस गरिरहेका हुन्छौँ। के होला यदि हामी पार्टीमा नपुग्दा हाम्रो कपडामा दाग लाग्यो भने? बाँकी दाग लागेपछिको रियाक्सन कस्तो हुन्छ त्यो त तपाईँलाई पनि थाहा छ। त्यति बेला हाम्रो मुड कस्तो होला तपाईँहरूले कमेन्ट्स गरेर भन्नुहोला। फ्याक्ट नम्बर 8। जब हामी दुईजना बीच कुराकानी भइरहेको हुन्छ, हामी चाहन्छौँ कि उसले हाम्रो सवालको जवाब खुलेर दियोस्। ऊ अलिकति बोलेर नरोकोस् भन्न चाहनुहुन्छ भने कुरा गर्दाखेरि कन्स्टेन्टली आई कन्ट्याक्ट बनाएर राख्नुहोस्। एकछिन पनि आई कन्ट्याक्ट ब्रेक नगर्नुहोस् अनि त्यो व्यक्ति हामीले सोचेको भन्दा पनि धेरै बोलिदिन्छ। फ्याक्ट नम्बर 7। साथीहरू, हामीले धेरै जसो ठाउँमा धेरैभन्दा धेरै चोइस तथा अप्सन भएको चाहन्छौँ, किनकि हामीलाई लाग्छ कि धेरै सामानमा हामीले चुज गरेर लग्यौँ भने बेचेको राम्रो चिज हामीले पाउँछौँ। तर यो एकदम गलत हो। साइकोलोजीको अनुसार हाम्रो दिमागले ज्यादा अप्सन भएको ठाउँमा प्रायः जसो गलत चिज छानेको हुन्छ, त्यसैले हाम्रो दिमागले कम अप्सनमा सही विकल्प चुज गरेको हुन्छ। फ्याक्ट नम्बर 6। साथीहरू, हाम्रो जीवनमा केही न केही गोल अवश्य हुन्छ जसको लागि हामीले केही पनि गर्न सक्छौँ, तर हामीले एउटा सानो गल्ती गरिहाल्छौँ जसको कारणले हामी हाम्रो त्यो गोलदेखि टाढा हुँदै जान्छौँ। साइकोलोजीको भन्नु छ कि आफ्नो गोलको बारेमा कसैलाई पनि नभन्नुहोस्, चाहे त्यो जतिसुकै खास किन नहोस्, किनकि यस्तो गर्नाले हाम्रो ब्रेन केमिकली सेटिस्फाइड भइहाल्छ। हाम्रो ब्रेनलाई लाग्छ कि मैले त्यो गोल प्राप्त गरिसकेँ अनि हाम्रो ब्रेनमा त्यो गोललाई लिएर एक्साइटमेन्ट कम हुन सुरु भइहाल्छ। त्यसैले तपाईँले कुनै पनि गोल सेट गर्नुहुन्छ उसलाई आफैमा सीमित राख्नुहोस्। फ्याक्ट नम्बर 5। साथीहरू, जो कसैको लागि पनि आफ्नो नाम धेरै स्पेसल हुन्छ। यदि तपाईँले उसँग कुरा गर्दा उसको नाम लिनु भयो भने उसलाई धेरै राम्रो लाग्छ, तपाईँसँग कुरा गर्नलाई धेरै उत्तेजित हुन्छ। तर कुनै बेला हामी यस्तो व्यक्तिसँग भेट हुन्छौँ जोसँग धेरै कम भेटघाट हुन्छ, त्यति बेला हामीले त्यो व्यक्तिको नाम भुलिरहेको हुन्छ अथवा उसको नाम पुकार्न पनि हिचकिचाट भइरहेको हुन्छ। त्यसैले भेट हुने बित्तिकै पहिले तपाईँले उसको नाम सोध्नुहोस् अनि कुराकानीको बीचमा उसको नाम बार बार रिपिट गरिरहनुहोस्। यस्तो गर्नाले तपाईँले उसको नाम नेक्स्ट बार भेट हुँदा पनि बिना हिचकिचाटको भन्न सक्नुहुन्छ र तपाईँले बारम्बार उसको नाम लिँदा त्यो व्यक्ति इम्प्रेस भएर कुराकानी गरिसकेपछि पनि तपाईँको बारेमा सोचिरहन्छ। फ्याक्ट नम्बर 4। ह्युमन बिहेभियरको एउटा खास कुरो यो हो कि यसलाई अरूले सजिलैसँग कपी गर्न सकिन्छ। हो साथीहरू, साइकोलोजीको अनुसार हामी सधैँ हाम्रो फेभरेट स्टार तथा मनपर्ने मान्छे र हामीलाई इम्प्रेस गरेको मान्छेको बिहेभियर कपी गर्छौँ। फ्याक्ट नम्बर 3। के तपाईँले कुनै फेक न्युजमाथि आँखा बन्द गरेर भरोसा गर्नुहुन्छ? साथीहरू, यतिकै त हामीले सोसियल मिडियामा डेली केही न केही फेक न्युज देखिरहेका हुन्छौँ अनि हामीले पनि यो फेक हो कि रियल हो नबुझी सेयर पनि गरिहाल्छौँ। साइकोलोजीको अनुसार यस्तो गर्नु पनि हाम्रो दिमागको आलस गर्नु हो, किनकि हाम्रो दिमागले रियल फेक नछुट्याउँदै उसको बारेमा रिसर्च नगर्दै हामीले सेयर गरिहाल्छौँ, किनकि हामीलाई कुनै पनि न्युजलाई लजिकली एनालाइज गर्न राम्रो लाग्दैन, किनकि यो हल्का मुस्किल काम हुन्छ। त्यसैले यो रहस्यलाई बुझ्नुहोस् अनि कुनै पनि फेक न्युजलाई रियल नसोच्नुहोस् अनि उसको बारेमा लजिकली एनालाइज गर्नुहोस् अनि मात्र त्यो न्युजलाई विश्वास गर्नुहोस् अनि अगाडि फरवर्ड गर्नुहोस्। फ्याक्ट नम्बर 2। यदि तपाईँले कसैको बिहेभियरलाई नोटिस गर्न चाहनुहुन्छ भने उसलाई त्यो बेला नोटिस गर्नुहोस् जब उसले कुनै अनजान व्यक्तिसँग कुरा गरिरहेको हुन्छ। त्यो बेला राम्रोसँग ध्यान दिनुहोस् कि उसले त्यो व्यक्तिसँग कसरी बोलिरहेको छ, कस्तो बिहेभियर गरिरहेको छ। फ्याक्ट नम्बर 1। साथीहरू, हाम्रो जिन्दगीमा धेरै मान्छेहरू अथवा धेरै चिजहरू हुन्छन्, तर केही चिज हुँदैनन्। हामीलाई केही चिजको कमी महसुस भइरहेको हुन्छ, जो हामीसँग छ उसको हामीलाई महसुस पनि भएको हुन्न। साइकोलोजीको अनुसार यदि तपाईँसँग भएको चिज अथवा व्यक्तिको महत्त्व बुझ्न चाहनुहुन्छ भने
एक बार त्यो चिज बिनाको तपाईँको जीवन कस्तो हुन्छ महसुस गर्नुहोस् अनि तपाईँलाई त्यो चिजको इम्पोर्टेन्स थाहा हुन्छ। साथीहरू, तपाईँलाई यो भिडियो कस्तो लाग्यो त? यदि यो भिडियोमा भनेका 10 पोइन्ट मध्ये तपाईँलाई कुनै पनि एउटा पोइन्ट मन पर्यो भने भिडियोलाई लाइक गरी एउटा कमेन्ट चाहिँ अवश्य गर्नुहोला अनि साथै च्यानल सब्स्क्राइब गर्न चाहिँ नभुल्नुहोला। साथै हामी मिल्नेछौँ अब नेक्स्ट भिडियोमा। त्यति बेलासम्मको लागि लभ यु, टेक केयर एन्ड अल द बेस्ट।